नमस्कार साथीहरू, स्वागत छ आजको यस नयाँ भिडियोमा। साथीहरू, जापानको लागि टुरिस्ट भिसा कसरी अप्लाई गर्न सकिन्छ, के छ प्रोसिजर र के कस्ता डकुमेन्टहरू चाहिन्छन् भनेर आज यस भिडियो अन्तर्गत रहेर सम्पूर्ण जानकारी दिनेछु। कृपया भिडियोलाई नछुटाई अन्तिमसम्म हेर्नुहोला। त्यसभन्दा पहिला साथीहरू, यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरी भिडियोलाई लाइक शेयर पनि गरिदिनु होला। अब लागौं आजको विषयवस्तुतर्फ। साथीहरू, जापान जान तपाईले टुरिस्ट भिसा अप्लाई गर्नको लागि मेन तपाईलाई कस्तो खालको डकुमेन्ट चाहिन्छ, कुन डकुमेन्ट चाहिन्छ बुझ्नुभयो भने त्यति गाह्रो चाहिँ छैन। टुरिस्ट भिसा अप्लाई गर्नको लागि तपाईलाई बैंक स्टेटमेन्ट चाहिन्छ, तपाईको राजधानी भइहाल्यो। त्यसपछाडिका अरु कागजातहरु म डिटेल्समा तपाईलाई बताउँदै जानेछु। बैंक स्टेटमेन्ट यस्तो चाहिन्छ कि तपाईको बैंकको एकदम स्टेबल कारोबार हुनुपर्छ कि कुनै दिन धेरै कुनै दिन थोरै त्यस्तो चाहिँ अलि नहुँदा बेस्ट हुन्छ। मतलब स्टेबल तरिकाले पैसा तपाईले राख्नुभयो, झिक्नुभयो, राख्नु भएको छ, झिक्नु भएको छ, यस्तो किसिमको तपाईले बैंक स्टेटमेन्ट निकाल्नु भयो भने तपाईलाई अलि सहजता चाहिँ हुन्छ है। अप एन्ड डाउनको कारोबार नगर्नु होला। त्यो गर्नुभयो भने अलिकति गाह्रो पर्छ र ब्यालेन्स सिट सबमिट गर्दाखेरि तपाईले जुन बैंकबाट कारोबार गरिराख्नु भएको छ त्यस बैंकको ब्यालेन्स सर्टिफिकेट पनि तपाईले पेश गर्नु होला। र बैंकमा तपाईले नर्मली अब 10-12 लाख स्टेटमेन्ट सहित शो गरेर पेश गर्नुपर्ने हुन्छ। यो गर्नुभयो भने तपाईलाई प्लस पोइन्ट हुन्छ है। र त्यस्तै अर्को डकुमेन्ट तपाईको पासपोर्ट चाहिन्छ। पासपोर्ट त यसै पनि अब विदेश जानको लागि तपाईलाई टुरिस्ट भिसा होस् या अरु कुनै भिसामा जाँदा पनि पासपोर्ट त अनिवार्य हुन्छ। तपाईको पासपोर्ट 6 महिना म्याद रहेको तपाईको पासपोर्ट चाहिँ हुनुपर्ने हुन्छ र कम्तीमा तपाईको पासपोर्ट 2 वटा पेज चाहिँ खाली भएको हुनुपर्ने हुन्छ। सामान्यतया यो भिसा 15 देखि 90 दिनको लागि दिइन्छ। यसलाई चाहिँ सर्ट टर्म भिसा, टुरिस्ट पर्पस भिसा भनेर भन्ने गरिन्छ र यसको लागि तपाईलाई यिनी डकुमेन्टहरु सबमिट गर्नुपर्ने हुन्छ र फोटो पनि हालसालै खिचिएको सेतो पृष्ठभूमि भएको फोटो चाहिन्छ। त्यसपछि तपाईलाई अर्को डकुमेन्ट के बनाउनु पर्ने हुन्छ भन्दा ट्राभल इटिनरी बनाउनु पर्छ। तपाईको जापानको अब कुन ठाउँमा बस्ने सिड्युल छ, कहाँ जानुहुन्छ, कुन दिन कुन ठाउँ बस्नुहुन्छ, यस्तो योजना गरेर तपाईले डकुमेन्ट बनाउनु पर्ने हुन्छ है। त्यसपछि हामीलाई अर्को डकुमेन्ट रिजर्भेसन, होटल बुकिङ, अकोमोडेसन प्रुफ डकुमेन्ट बनाउनु पर्ने हुन्छ। त्यो तपाईको स्पोन्सरको बसोबास प्रमाणपत्र पनि भनिन्छ। तपाईले यहाँबाट जाँदाखेरि अब त्यो डकुमेन्ट चाहिँ बनाउनु पर्ने हुन्छ है। मतलब यो डेट देखि यो डेटसम्म टुरिस्ट भिसा अप्लाई गरेर म जापानमा घुम्दै छु र यति दिनपछि म मेरै देश चाहिँ म फिर्ता हुन्छु भनेर तपाईले त्यस्तो खालको रिजर्भेसन डकुमेन्ट बनाउनु पर्ने हुन्छ। अब यसो किन गर्नुपर्छ भन्दाखेरि अब त्यो कतिपय मानिसहरू टुरिस्ट भिसा अप्लाई गरेर जाने अनि त्यसपछि त्यही अब बाहिर काम गर्ने प्रोसेसमा लाग्ने, अब त्यस्तो केसहरू नदोहोरियोस्, त्यस्तो नहोस् भनेर यस्तो अब डकुमेन्ट चाहिँ रिक्वायर्ड भएको तपाईले यो चाहिँ बनाउनु पर्ने हुन्छ है। यस्तै चीजहरू समावेश गरेर तपाईले कभर लेटर तयार गर्नुपर्ने हुन्छ। अब कभर लेटर नर्मली पनि अब तपाईले आफै बनाउन सक्नुहुन्छ। यदि सक्नुहुन्न भने कसैलाई लगाएर पनि बनाउन सक्नुहुन्छ। सिम्पल कभर लेटर मैले यहाँ तपाईलाई यसरी राखिदिएको छु। यही हेरेर नै तपाईले बनाउनु होला। अब सेम यही त नबनाउनु होला। योर नेम लेखेको ठाउँमा आफ्नो नाम लेख्नु होला अनि त्यसपछि पासपोर्ट नम्बर लेखेको ठाउँमा तपाईको पासपोर्ट नम्बर राख्नु होला। यी नर्मल कुराहरू अब केही चेन्ज गर्नुपर्ने भयो भने तपाईले चेन्ज गर्नु होला। त्यसपछि हामीलाई अर्को डकुमेन्ट नो अब्जेक्सन लेटर चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ यदि जब होल्डर हुनुहुन्छ भने। नो अब्जेक्सन लेटर चाहिँ किन भन्दाखेरि उहाँ मेरो कम्पनीमा काम गरिराख्नु भएको छ। अब हाम्रो कम्पनीमा यति दिनको बिदामा बस्नु भएको छ, त्यसको लागि अब हामी स्वीकृति दिएका छौं र उहाँको ट्राभलको लागि केही अवरोध नगरिदिनु होला। उहाँ बिदामा बसेकोमा हामीलाई कुनै आपत्ति छैन भन्ने यस्तो खालको नो अब्जेक्सन लेटर चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ यदि जब होल्डर हुनुहुन्छ भने। अनि तपाईको यदि जापानमा स्पोन्सर छ भने तपाईले बोलाउने मान्छे छ, इन्भिटेसन लेटर, रेसिडेन्ट सर्टिफिकेट अफ स्पोन्सर, पछाडी ग्यारेन्टी लेटर यदि खर्च तपाईले बोलाउने मान्छेले गर्ने हो भने यी सबै डकुमेन्टहरु तपाईले एड गरेर तपाईले भिसा एप्लाई गर्न सक्नुहुन्छ। तपाईले भिसा कहाँ बुझाउने? जापान एम्बेसी अफ इन नेपाल, लोकेसन पानीपोखरी काठमाडौँको वेबसाइट www.np.emb-japan.go.jp मा हेर्न सक्नुहुन्छ
र भिसा आवेदन स्वयं तपाईँ आफू नै गएर बुझाउनु होला है, कुनै एजेन्टबाट या थर्ड पर्सनबाट चाहिँ नबुझाउनु होला। यदि गरिसकेपछि टुरिस्ट भिसाको प्रोसेसिङ साधारणतया 5 देखि 7 कार्य दिन लाग्छ र तपाईँको त्योभन्दा पहिला पनि हुन सक्छ, 1-2 दिन बढी लाग्न पनि सक्छ। सबै प्रक्रियाहरू यदि यी डकुमेन्टहरू पुरा गर्नुभयो भने तपाईँको भिसा चाहिँ सजिलै नै लाग्छ है। तपाईँको डकुमेन्टहरू साफ, सही र सत्य हुनुपर्छ है। यदि फेक बनाउनु भयो भने तपाईँको भिसा नलाग्न पनि सक्छ। सबै कागजात तपाईँले इङ्ग्लिस वा जापानिज ल्याङ्ग्वेजमा बनाउनु होला। हस्त साथीहरू, आजको यो महत्त्वपूर्ण जानकारी तपाईँलाई कस्तो लाग्यो? लाइक, कमेन्ट र सेयर गर्नुहोला। यदि च्यानल अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी नजिकै रहेको बेल आइकन दबाइदिनु होला। त बाइ, टेक केयर, जय नेपाल।